हेर्नुहोस् अब हाम्रो यहाँ चतुर्थी पूजा सुरु हुँदैछ। दुलैलाई सिँगारेर रेडी बनाएर जग्गामा राखिसकेको छु मैले। तैँले होइन मैले हो। अब मेरो फुल बलाउँछ फुल बलाउँछ। तन्नो अग्नि प्राणस्य विद्वान् देवस्य हेडो अवयाचिता देवता प्राचित होम विनियोग ओके आजको दिन हो भोलि काम गरिहाल्छ नि बिस्तारै बिस्तारै त्यही त कहिले के कसम खान घुम्दाखेरि के सुने होइन मैले त मनै भन्यो होला हजुर होइन के भयो टिकटक बनाउनु लागेको पहिला दुलै बस्ने अनि तान्ने हो कतिको फेरि उठास फेरि ल है गोल जित्ने कति बन्नु त अरिच फेरि अहिले नबसेर चाहिँ घुर्काउने गऱ्यो गाडीहरू त मैले हालिदिनु पर्ने होला गाह्रो पर्ने भयो है ऊ छैन तास चाहियो यहाँ अर्कै तास खेल्ने अर्कै तास हो यहाँ त खेल्ने बारीमा गएर उलाउरो भाँचेर ल्याउने पासा अरे के ल भयो 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 मैले जिताउँछ नि कि शिवजी र पार्वतीको कथा छ नि है सृजना आन्टी अलि इन्ट्रेस्टिङ बनाउन गेमलाई म्यारेज खेल्दैन तिमी म त खेल्दैन नि म्यारेज कहाँ थाहा म त म्यारेज ल कसको पऱ्यो किन्न फाल्यो मेरै पऱ्यो पैसै पाएन अहिले हार्यो तिमी ल फेरि यता ल
पैसा त दुईतिर गराउने हुँदो हो नि अनि त्यहाँ चाहिँ त्यो पैसा थापिन्छन् दुइटाले दुइटा पैसा थापिन्छन् त्यहाँ जोल दिन्छन् उनीलाई लान्छन् तिनपट्टि ल पैसा हाल्नु पर्छ हेरेर कसले जित्छ है ल पैसा हाल्यो त पैसा मैले जितेँ है त्यो पैसा तिनचोटि खेलौँ त्यो पैसा मेरो ल फेरि यो पढ्दै परेन नि त के नागेर फेक्न यसमा हुन्छ ल भाग्य कसको डरो छ बल्ल पो त फेरि भोट हाल्न पर्यो अहिले जसले जितेर ल नि भोलि टप त्यही पैसामा आउने हो ल टट्यालो छ त्यहाँ त टट्यालो टट्यालो छ होइन होइन अब त्यसको टट्यालो छ साँच्चै ल अब देखाउँ होइन मेरो मिस चाहिँ गुलाम बडा अहिले चाहिँ आएर चिट गरे जस्तो लाग्यो काट्नुको जाले माटाले गरेर हात भयो होइन दाउ त कडाउँ केटा क्या दाउ त होइन अन्तिममा एकदम बत्त बाँडेछ लास्टमा जल्दी त्यो उसैको सबै हो फेरि त्यही हो भयो अब जित्यो अब सिङ बस्नु न ध्याप अब बस्नु चाहिँ आधी गराउनु पर्यो नि अझै माथि डोला ल त्यसो अझै माथिमा ल अझै गऱ्यो क्या हाले हुन्छ शीतल हुन्छ के अब खाऊ एकचोटि तिनचोटि होइन खाने कहाँ एकचोटि हो तिनचोटिले खाने तिनचोटि हो नियम अनुसार सरप खानु पर्छ त्यस्तो आज त त्यस्तो हुन पाइने ल अब ढोगेर हात दौ अनि घिउ लगाइदेऊ ल सिनको त अहिले पाउनु ल ल अब ढोगेर अलि यतापट्टि आएर धोर्नी ढोगेर गरेर उड्दैन उठ अलि यतापट्टि धोर्नी अलि यता अहिले त सिधा अहिले त अहिले त अलि सिधा भएर फेरि छिटै उठ्नु पर्यो नि नउठ खोल्टीमा छ कि छैन दाम थोरै पैसाले मान्दिनु फेरि थोरै पैसाले मान्दिनु ₹5 त हुँदै हिजो टिका लगाएको सबै दिनुपर्छ पछि कमाएपछि तिमीलाई दिदी मसँग अब सबै तिम्रो यो भन्नु न सक्ति अब मसँग अब सबै तिम्रो भन्नु पैसा
सहमति भएन छिटो ल्याइदिए पैसा दुलालाई फकाइदिनु पर्यो माइने आजै हो नि यिनले माग्ने त आजै हो आधा भन्थ्यो त्यो अब त उठ्न पर्छ क्या यति धेरै पैसा दिँदैन नमान्ने यो सबै दिनु सबै सम्पत्ति तिमीलाई नै भयो होला यो पैसा चाहिन्न के चाहियो त लालपुर त तिमी साथ दिन्छु भन्न पऱ्यो यो पैसा चाहियो होइन हजुरले राख्नु ओ देख्यो पैसा सबै नआएर लास्टमा त्यस्तो हुन्छ गाडी आयो रे कसैलाई फेरि गाडी अलिअलि लगाइदियो हुन्छ ओहो नि दिन पर्यो होइन होइन हेर क्या आफै हेर ओइ अलि राम्रोसित पहिला यसो हो क्या पहिला चाहिँ बोल्दैन थिएँ बोलाउन आएको त्यो गर्थ्यो तर आज पहिल्यै पाएका छन् छोरै झिका नखाने गरेर टक्क टिको ह्याममा टिको लगाएर यो लास्ट टिको अब टिको लाग्ने मेरो न कान्छीले कसरी अलिक कसार त खानु परेको रे उल्टो काम आज त जे पहिला तिम्रो चाहिँ तिम्रो तिमीले खानु पर्यो तिमीले खानु पैसा है कुल्ला गर्ने पानी दिने हात धुने कुल्ला गर्ने र सिङ्गो दिन्छ अब सिङ्गो फुल्ला उठेर ओम लेखा त उठेर ओम लेखा सर तिमीले फुल्छमा उनले कपडामा नपर्ने गरेर कपडामा नपर्ने गरेर सक्छ है हरि ओम ईश्वर घुमाऊ हरि ओम आरार देव देव गुरुदा पितुरः परायुधामपि दिवसदागमसि दुर्दात्तकं बदेतमरिं चन्द्रमा मुनातोदाद्रक्षोषु श्रावा विद्यपरावितमुखादं जातं अने ज्योतिर्निकातो ज्योतिर्निकाग्नि बलुदनिज्योतिर्निज्योतिर्स्वाहा ब्रह्मा भूतानन्दं फेरि कता हिँडेको बिजुली बालेर भएर ल अब इन्डिङ है सकिएको अवस्था छ चतुर्थी र घरमा आसी धेरै पूजा गर्नुपर्ने रहेछ